Hello everyone, welcome back our channel Nauraj Magno. Today my new video record. ल अन्त कति दुःख गरेर बनाउनु पर्ने है बोट कागज यो हाम्रो के भन्छ यो लोक्ताबाट कि लोक्ता के को बनाउँछ लोक्ता चाहिँ यो अलगेरी भन्छ ए अलगेरीको बोक्रा उक्याएर यसलाई तपाईँको पकाएर अनि यसलाई तपाईँको सुकाएर पकाएर अनि तपाईँको यसलाई पेलेर त्यसको धुलोबाट यो बनेको हो कि यसलाई छानेर फिल्टर गरेर होइन अनि फिल्टर गरेर तपाईँको फिल्टर गर्दै जाँदाखेरि जस्तो बस्छ कि त्यो कणहरू चाहिँ कणबाट चाहिँ कागज बन्छ यो हाम्रो भोटे कागज हैन त्यो कागज हो यो बनाउन चाहिँ कति दिन लाग्छ नि आमा ए अनि यहाँनिर तपाईँहरूले बनाएको कति यहाँ कहाँ लानुहुन्छ बेच्नु कि लिन आउँछ ए यसले उक्याउँछ त्यो लोक्ता चाहिँ के को हो नि यो अलगेरी हो होइन हजुर कुल ए ल ल आमा धन्यवाद यति दुःख गरिरहनुपर्छ यो चाहिँ पकाएर राख्नुभएको पहिला चाहिँ भिजाउनु कति दिनसम्म भिजाउनु यसलाई मतलब कति दिन पकाउँदा 2 दिनसम्म ए 4 दिनसम्म भिजाउँदा चाहिँ राम्रो अनि त्यसलाई पकायो भने भोटे कागज बनाउने हेर्नु लोक्ताको यतापट्टि देख्न सक्छ यसलाई चाहिँ 3-4 दिनसम्म चाहिँ यसरी यो लोक्तालाई भिजाउँदो रहेछ त्यस पछाडि यसलाई पकाएर चाहिँ प्रशोधन गरेर चाहिँ हाम्रो नेपाली कागज हाम्रो सरकारी कार्य मतलब भनौँ न ए यता पनि छ ए ए ए ए यो काँचो है ए पहिलो चरणमा चाहिँ यसरी लोक्ता ल्याइँदो रहेछ यसलाई 3-4 दिनसम्म भिजाएर चाहिँ पकाएर चाहिँ गरिन्छ ल हेर्न सक्नुहुन्छ यहाँ हाम्रो आउँदा आउँदा गाडी पनि बिग्रियो फेरि यहाँ अलिकति बिरामी पनि लिएर जानुपर्ने छ अरे 2 जना 1 जना अनि त्यही भएन हामी त यता झापाबाट छौँ कोही इन्डियाबाट छन् यसरी हामी यहाँ सालपासेरीचुङको दर्शनको लागि आएको थियौँ ए अनि अब यहाँ फर्किँदै गरेको हामी त अस्ति मङ्गलबार आएको ए जस राम्रो रहेछ ठाउँहरू पहिलाहरूमा धेरै नै बाटोहरू बनिसकेको रहेछ अझ राम्रो हुन्छ कति वर्ष पुग्नु भयो ए ल त आमा हस् त धन्यवाद हुन्छ ल ल